भएको धन सम्पत्ति हिरा मोती गाई गौशालामा भएको घोडा तबेलामा भएका रामचन्द्र भगवानको श्याम गर्ने जस्ता घोडा हाम्रा तबेलामा सारा खजिता छन्। यो धनमाला अब कसले खाला नारायण छोरा छोरी नहुँदा छोरा छोरी पशुमाना महाराजको जय होस् भन्छन्। यस कारणले गर्दा यति राम्रो हाम्रो नारायण मेरो स्वामी अब कसले चलाउला राजा पशुमाना हरे महाराज केही पनि चिन्ता थिएन भगवान उनलाई शौखिन भनेको छु भने जङ्गलमा खालि शिकार खेल्न जान पाएर मृग बनेले मारेर ल्याएर मासु खान पाए आफ्नो हितको प्यारीको यस्तो कुरा त सुन्नु भएन पशुमान महाराजले। त्यतिखेर के नसुनिसकेपछि अब जङ्गल जान्छु शिकार खेल्न भनेर महाराज पशुमान महाराज हजुर जङ्गलमा हजुर नारायण जङ्गलमा जब जानु भयो शिकार खेल्न अरे लाग्नु भयो शिकार खेल्छु भनेर लाग्दाखेरि के जङ्गलमा हिजो अस्तिको दिनमा बनेल मृग जरायो खरायो धेरै फेला पर्थे
तर तोले त्यस दिन चाहिँ शिकार खेल्छु भन्दाखेरि पनि केही पनि फेला पार्नु भएन। अब फेला नपार्दाको घरिमा कहाँ जाने शिकार खेल्न एउटा चरो भए पनि मार्नु पर्यो भनेर रुखको हाँगातिर हेर्न लाग्नु। माथितिर हेर्न लाग्नु पर्यो रुखको हाँगामा। अरे दैव दैव हेर्दा हेर्दै धेरै टाढा पुगेपछि एउटा मृग र एउटी मृगिणी पारिपट्टि डाँडामा के वसुमान महाराज हजुर नारायण हरे देखे झलकै देखे मृगणीलाई पारिपट्टि देख्नुभयो वसुमान हरे महाराजीले। देखेपछि दैव दैव त्यो मृग र मृगिणी रमण डुल्न लागेको अब डुल्न लागेको बेलामा झल्यास अब वसुमान महाराजले मनमा विचार गर्नुभयो दरबारबाट निस्कँदाखेरि आफ्नो रानी गिरिकाले बोलेको वचन के भित्र मनमा नारायण हरे सम्झे बिहारलाई सम्झाउनु भयो सम्झेपछि भएपछि अब के गर्नु कसलाई बोलाउनु आएको यति बेला भयो अब कति बजे छोरालाई हेर्न लाग्नुभयो एउटा बाघ भन्नु नारायण हरि देखे झलकै
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा सिद्धिदाता गणेशको उमा विष्णु महेश्वरको भक्तगणको श्री कृष्ण गोविन्द हरे मुरारे हे नारायण कति जानेको त्यति भनिदिन्छु। माछो पुरमा बँदेल बाघ बन्दै कहिले मगन के हुँदै रोगे जङ्गली चोरा झैँ र कहीँ त योगी खुनी झैँ हुँदै नाना रूप लिँदै कलङ्क सहँदै उभार हर्दा छँदा हाम्रा मनभित्र नै बसिरहँ सदा हाम्रा यही मनभित्र नै बसिरहँ राम 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 राखौँ सम्झना
छौँ नि ठिकै छ के पनि सुक्ति मनै तीर्थ विद्या नै यही मृत्यु हो कीर्ति हो गहना सुशील रहनु यही मित्र हो कीर्ति हो गहना सुशील रहनु यही